म आज अरू कुरा गर्दिनँ, गिरिबन्धु पनि भन्दिनँ, ओमनी पनि भन्दिनँ, तर सबै नेता उस्तै हुन् भन्ने भाषा मन्जुर छैन मलाई। म यही रोस्टमबाट भन्न चाहन्छु, सेरा दरबारमा मेरो नाम जोडिन्छ भने छानबिन सुरु गरियोस्, मबाट नै म तयार। छानबिन गर्नुहोस्, प्रचण्डको पहिला छानबिन गर्नुहोस्। बेला बेला क्यान्टोनमेन्ट भनेर चाहिँ गीत गाउने गरेको पनि सुन्छु म। क्यान्टोनमेन्ट छानबिन गरे भयो नि। मैले प्रधानमन्त्री हुँदा यदि हाम्रा अनुसन्धान गर्ने निकायहरूले अनुसन्धान गर्दै जाँदा प्रचण्ड देखियो भने नछोड भनेर निर्देशन दिने सायद नेपालको पहिलो प्रधानमन्त्री बन्ने सौभाग्य मैले पाएँ। म आज यो सम्मानित रोस्टममा भन्न चाहन्छु, सेरा दरबारमा मेरो कहीँ कतै कुनै किसिमको संलग्न छ भने छानबिन गरियोस्। यति भनिसकेपछि अहिले प्रधानमन्त्रीजीको बारेमा उठेका तमाम कुराहरू खाली गिरिबन्धु मात्रै होइन, ओमनी मात्रै होइन, स्विस ब्याङ्कका कुरा मात्र होइन, कम्बोडियाको कुरा चाहिँ यसको छानबिन गर्न प्रधानमन्त्रीजी तयार हुने कि नहुने मेरो प्रश्न छ। मैले प्रधानमन्त्रीकै रूपमा रविजीको बारेमा छानबिन समिति, संसदीय छानबिन समिति बनाउँछु भनेर मैले बनाउनु पर्छ भनेर भनेको हो। त्यति बेला अहिलेको सम्माननीय प्रधानमन्त्रीजी त्यसको पक्षमा हुनुहुन्थेन, हुनुहुन्न भन्नेमा हुनुहुन्थ्यो, छानबिन समिति बन्नुहुन्न भन्नेमा हुनुहुन्थ्यो। मैले छानबिन समिति यत्रो आवाज उठिसकेपछि, प्रमुख प्रतिपक्षी दलले यतिका चर्कोसँग उठाएपछि छानबिन समिति हुनुपर्छ। दोषी भए कारबाही हुन्छ, दोषी नभए सफाई पाउँछ। एकदम सिधा कुरा थियो। प्रधानमन्त्रीजीले एकचोटि यो टेस्टमा आफूलाई प्रस्तुत गर्ने, यो परीक्षामा प्रस्तुत गर्न तयारी गर्न सक्नुहुन्छ? जनताले त निहालिराखेको छ है प्रधानमन्त्रीजी, तपाईँ चाहिँ ढुक्क नहुनु होला, तपाईँलाई हेरिराखेको छ जनताले राम्रैसँग। यो सरकार बन्दै गर्दा चारैतिर संविधान संशोधनको गाना बजाना सुनिन्थ्यो। के संशोधन हुने हो, कसरी संशोधन हुने हो, कहाँ संशोधन हुने हो, पुरा व्याख्या विश्लेषण हुँदै थियो। अहिले खोइ लोड सेडिङ लाग्यो हो कि संविधान संशोधनमा के भएर हो, यो फिल्म अहिले त्यति चलेको छैन, संविधान संशोधनको फिल्म। प्रधानमन्त्री सम्माननीय ओलीजीले पार्टीकै औपचारिक कार्यक्रममा दोहोऱ्याइ संविधान संशोधन 2087 मा हुन्छ भन्नुभयो, हामी सबैले सुन्यौँ। आज म विशेष गरी नेपाली कङ्ग्रेसका साथीहरूलाई सोध्न चाहन्छु, अब म संविधान संशोधन बारे बोलौँ कि नबोलौँ? 87 सम्म तपाईँहरू केही नगर्ने हो भने मैले धेरै बोल्नुको पनि केही अर्थ छैन। हिजो दुई प्रतिस्पर्धी दल मिले भन्ने समाचार लज्जापूर्ण हुन्छ भनेर तपाईँहरूले त्यसमा संविधान संशोधनको सैद्धान्तिक जामा लगाइदिनु भएको छ भनेर मैले यही रोस्टमबाट भनेको थिएँ। तपाईँहरूको उद्देश्य संविधान संशोधन होइन। पहिलो र दोस्रो दल त सामान्यतः संसदीय लोकतन्त्रमा मिल्दैनन्, अपवाद मात्रै हुने हो। तपाईँहरूले अपवाद गर्नुभयो। यो अपवाद हो हामीले गरेको भन्नुभन्दा संविधान संशोधन गरेर स्थिरता ल्याउन गरेको भन्दा राम्रो सुनिने भएर भन्नुभयो तपाईँहरूले। मैले त्यति बेलै भनेको थिएँ, आज पुष्टि भयो। 87 सम्म त प्रधानमन्त्रीजी त संशोधन गर्ने मुडमा त हुनुहुन्न। उहाँले भनेको पार्टी कार्यक्रममा, औपचारिक कार्यक्रममै भनेको हो, त्यो त पुष्टि भयो। काङ्ग्रेस एमालेका केही नेताले यसबीचमा अब देश दुई दलीय बनाइन्छ भनेर पनि अलि धेरै नै ग्यारेन्टी गरेको सुनियो। म ती नेताहरूलाई सोध्न चाहन्छु, आज देश बहुदलीय भएको तपाईँहरूको दया मायाले होइन, तपाईँहरूको करुणाले बनेको होइन, तपाईँहरूले बक्सिस दिएर आएको होइन नेकपा माओवादी केन्द्र, तपाईँहरूले बक्सिस दिएर ल्याएको होइन राष्ट्रिय स्वतन्त्र पार्टीले 21 सिट, तपाईँहरूले चाहेर बनेको हो सीके राउतजीले नेतृत्व गरेको जनमत पार्टी। तपाईँहरूले चाहनुहुन्थ्यो त यो संसदमा नागरिक उन्मुक्ति पार्टी। अनि मैले यसै रोस्टमबाट नयाँ बनेका पार्टीहरू लोकतन्त्रकै फुलबारीका नयाँ फुलहरू हुन् भन्दै गर्दा
तपाईहरु तिनलाई के गरी निमोट्ने भन्नेतिर लागै गर्नुभयो, म तिनलाई कसरी बचाउने भन्नेतिर लागै गरे। यही अन्तर देखियो तपाईहरु र हामीमा। नयाँ जन्मेकालाई हुर्काउनेतिर लाग्ने र नयाँ जन्मेकालाई उठ्न दियो भने हाम्रो भविष्य छैन भन्ने ठान्ने सोचको बीचको